सञ्जालहरुमा धेरै कुराहरु एक दुई दिन पुरै सामाजिक सञ्जाल मध्य प्रदेशको सरकारको बारेमा आएको छ। हामीले जब अबको प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले जबकि जनमतले आफ्ना मन्त्री र मुख्यमन्त्रीलाई फिर्ता गर्ने भनिसकेपछि हाम्रा पार्टी अध्यक्ष महासचिवसँग सल्लाह भयो। उहाँहरूले भने हामीलाई तपाईहरु नेतृत्व गर्नुस् र यसको चाहिँ मुख्यमन्त्री चाहिँ कांग्रेसलाई दिनुस्। 6 प्रदेशमा हामीले उहाँसँग मिलेर गएको छ, यहाँ उनीहरुलाई दिनुस्। त्यो भन्दा पहिला हामीले विगतमा जसपलाई दिएको थियो, त्यसपछि यसपटक जनमतलाई दिएको थियो, यो त्यसपछि एमालेको पालो थियो। तर पार्टी नेतृत्वबाट यो अहिलेको सिचुएसन ठिक छैन, कांग्रेसलाई साथमा लिएर जानुपर्छ उहाँको भनाइ थियो। त्यसै अनुसार हामीले उहाँसँग हाम्रो वार्ता भयो। हाम्रो पार्टी अध्यक्षले कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्कालाई बोलाएर छलफल भयो काठमाडौँमा। अहिले कांग्रेसको नेतृत्वमा जाने, एमालेले समर्थन गर्ने र अन्य पार्टीहरूसँग पनि सरकार बनिसकेपछि यसलाई कसरी टिकाउने भनेर अन्य पार्टीहरूसँग पनि काठमाडौँमा पटक पटक छलफल भयो। छलफल भएर हामी अगाडि बढ्यौं। त्यसै अनुसार हामीले के गर्यो भने कांग्रेसलाई दिने भनेर एमाले कांग्रेस जनमतले सही गरे। हामीले बहुमत पुर्याएर प्रदेश प्रमुखका पत्र हामीले दिने काम गरे। त्यसपछि त्यहाँ हाम्रो एउटा के मिस्टेक भयो भने जब प्रदेश प्रमुखले आह्वान गरे 161 को 68 को 2 अनुसार सरकार बनाऊ भनेर, त्यति बेला हामीले के गर्यो भने टाइप डेटको सिग्नेचर पेश गर्यो। हामीले मिति चाहिँ गल्ती के गर्यो भने त्यो मिति जहिले आह्वान गरे त्यो मिति खाली राख्नु पर्यो, त्यो मिति पेश गर्नु पर्यो। त्यो मिति पेश गरेको भए जनमतले सिग्नेचर यहाँ गरेको थियो, पहिले दर्ता जसले गरे त्यही हुन्थ्यो। तर हामीले मिति चाहिँ पुरानै हालेको कारणले तपाईलाई जनमतको लोकसभाको सरकार बन्यो। जितेन्द्र सोनलको सरकार बन्यो। सरकार बनिसकेपछि अनि उहाँहरूले माओवादीको 2 जनाले म समर्थन गर्दिन, म फिर्ता म समर्थनै गर्दिन, म कुन पार्टीको थाहा छैन, म समर्थन गर्दिन भनेर फिर्ता लिइसकेपछि उनीहरूले पनि सोचे थिएन, हामीले पनि सोचेका थिएन यस्तो हुन्छ। 81 यो सरकारको नपुग्ने भएपछि अनि प्रक्रिया अगाडि बढाइसकेको थियो सभामुखले। ल तपाईको लेफ्ट साइडमा विपक्षी बस्ने, राइट साइडमा सत्तारूढ बस्ने, आफ्नो सांसदहरूले सिग्नेचर गरिदिए बहुमत कता छ। त्यसपछि एमाले कांग्रेस लगायतकोले सिग्नेचर गरेर लेफ्टमा बस्ने, बायाँमा बस्ने, दायाँमा बस्ने सत्तारूढ पार्टीहरूले सभामुखले 10 मिनट टाइम दिनुभयो। तर 1 घण्टामा उहाँहरूले म बोल्छु भनेर जितेन्द्र सोनलले बोल्नुभयो र राजीनामा दियो। त्यो प्रक्रिया नटुङ्गिँदै राजीनामा दियो। त्यसपछि हामीले हाम्रा पार्टीका पूर्व महानिर्देशक रमेश बरालसँग सल्लाह गरे अब कुन धारा लाग्छ भने। अहिलेको प्रधानमन्त्रीको कानूनको सचिव छ, हाम्रै पार्टीका त्यति बेला अध्यक्ष प्रधानमन्त्री हुँदा कानूनको सचिव थियो, अहिले पनि उहाँले हुन्छ। उहाँसँग सल्लाह गरे, उहाँ कानून सचिव पनि हुनुभएको थियो, उहाँले पनि त्यही धारा लाग्छ। त्यसपछि हामीले वर्तमान संसदको संघीय संसदको महासचिवलाई सोधे, उहाँ पनि सहमहानिर्देशकबाट महासचिव हुनुभएको, उहाँले पनि त्यही कुरा। त्यसपछि प्रदेशको महानिर्देशक प्रमुख हुनु, प्रदेशको के महानिर्देशकता के भन्छ, मुख्य न्यायाधिवक्ता, उहाँले पनि प्रदेश प्रमुखलाई यही भने धारा लाग्छ। त्यसपछि हामीले के भन्यो भने प्रदेश प्रमुखलाई तपाई सल्लाह गर्नुहोस्, संविधान अनुसार कुन धारा लाग्छ भने उहाँले काठमाडौँ सल्लाह गर्नु, यहाँ सल्लाह गर्नु, उहाँले त्यही भन्नु। त्यसपछि नेपाली कांग्रेससँग सल्लाह भयो। उहाँले भने संविधानले के भन्छ त्यही गर्न
मैले भनेर के गर्ने भन्नु। त्यसपछि उहाँको सहमन्त्रीसँग कुरा गर्न आइरहेको छ। उहाँले भने मैले भने तपाईँ जहाँ बुझ्नु छ बुझ्नुहोस्, कुन धारा लाग्छ को बन्छ हामीले तपाईँले दिएको, तर अहिले तपाईँलाई दिन मिल्छ कि मिल्दैन तपाईँ क्लियर हुनुहोस् उहाँलाई भने। अनि उहाँले भने म हल्केमा आइपुगे, म आफ्नो साथीहरूसँग सल्लाह गर्छु अनि हामी बसौँ। त्यसपछि उहाँले मैले फोन गरेँ, उहाँसँग सम्पर्क हुने पछि सुने उहाँ अब ताबा आलम मृत्यु भइसकेपछि उता जानु भएछ। अनि पछि फोन भए सरोजीलाई भने सरोजी के हुँदैछ? उहाँले भने कङ्ग्रेसहरूले भन्छ हामी सल्लाह गर्छौँ विपक्षी दलसँग, एकचोटि जान्छु के भन्छ बुझ्छु भने। अनि उहाँ जानुभयो, उहाँहरू घाइते पार हुनुभएको थियो। तपाईँलाई मुख्यमन्त्री दिन्छु भनेर उहाँलाई काङ्ग्रेसलाई भन्नुभयो जस्तो लाग्छ। र उहाँहरू सिधै नारा जुलुस लिएर आउनुभयो कहाँ? प्रदेश प्रमुखले। हामीले प्रदेश प्रमुखसँग उहाँहरूको छलफल भयो। छलफल भइसकेपछि उहाँहरूलाई हामीले सोधे प्रदेश प्रमुखलाई के भन्नुहुन्छ? उहाँले भने अब 161 को 3 हुन्छ सबैतिर सोधे। तर उहाँहरूले यहाँ घेराउ गरेको छ, नारा लगाएको छ, जुलुस लगाएको छ। 161 को 2 मै जानुपर्छ, 2 वा 2 भन्दा बढी ठुलो दलमै जानुपर्छ भन्ने भन्छ। तर संविधानले मिल्दैन, मैले 3 मै जानुपर्छ भन्नुभयो। त्यसो भए तपाईँले 3 मै जाने हो भने हामीले हाम्रो 168 को 3 ठुलो पार्टीलाई नियुक्ति गर्नुहोस् भनेपछि उहाँले नियुक्ति गरिदिनु भयो, हालिदिनु भयो। मलाई सोध्नु भयो के गर्नु? मैले पनि अहिले नहाल्नुहोस्, उहाँले धर्ना दिइरहेछ, घेराउ गरिरहेछ, अझै उत्तेजित हुन्छ, शान्त हुन दिनुहोस्। तर उहाँहरू शान्त हुने अवस्था थिएन। रातभरि दिनभरि त गरे गरे, रातभरि पनि धर्ना नै दिइरहनु भएको थियो, नारा जुलुस लगेर। अब प्रदेशको प्रमुख भन्छ मलाई स्वास्थ्य खराब भयो, म काठमाडौँ जान्छु भन्छ। हामीले भने तपाईँले सबभन्दा ठुलो दललाई नियुक्ति गरेर शपथ ग्रहण त गरिदिनु पर्यो नि त। उहाँ भन्छ अब यहाँ आइजिपीलाई भन्छु म बुझ्छु भन्छ, नेपाल प्रहरीलाई भन्छु, उहाँहरू भन्छ हामीले सबैलाई हटाउनुहोस्, हाम्रो टिम आइसकेको झडप होला, अर्को घटना होला। त्यस कारणले उहाँहरूलाई हटाउनु, शपथ ग्रहण गर्नु छ। सशस्त्रलाई भने हुन्छ भन्छ, नेपाल प्रहरीको डिआइजीलाई भने हुन्छ भन्छ, तर हटाउँदैन। यो परिस्थिति आइसकेपछि अब के गर्ने? तपाईँ नै भन्नुहोस्। शपथ ग्रहण त गर्नु पर्यो नि त, त्यतिकै राख्ने कुरा त आउँदैन। अनि उहाँले म काठमाडौँ जान्छु, तपाईँहरू बर्दिवासतिर गर्नुहोस्, यहाँ अब प्रहरीले पनि हटाउँदैन, सशस्त्रले पनि हटाउँदैन। उहाँको दबावमै संविधान विपरीत 168 को 2 जान खोज्छ, त्यो सम्भव छैन। म संविधानलाई टेकेर जाने हो भनेर भन्नुहुन्छ। त्यसपछि मैले पार्टी महासचिवलाई सोधेँ, अध्यक्षलाई सोध्नुहोस् भन्नुभयो। अनि अध्यक्षलाई पनि सबै कुरो बताए, कमेन्ट तपाईँले पनि सबै बुझ्नुहोस् यसो छ भने। अनि उहाँले भने कङ्ग्रेसलाई सम्झाउनुहोस्, संविधानमा जे व्यवस्था छ त्यही अनुसार हुन्छ, अनि संविधानको विपरीत त हुँदैन, त्यस कारणले संविधान अनुसार नै गर्नुहोस् भने। र प्रदेश प्रमुखले धेरै मलाई टर्चर भयो, रातभरि नारा जुलुस लगाएको छ, म महिला मान्छे, मलाई सन्चो छैन, म अब काठमाडौँ जान्छु भनेपछि उहाँले चाहिँ बर्दिवासतिर गरौँ भनेपछि अनि त्यो अवस्थामा बर्दिवासमा शपथ ग्रहण, बर्दिवास भन्नाले यही महोत्तरी जिल्लाको वार्ड नम्बर 3 पर्छ। त्यहाँ पानस होटलमा गएर शपथ ग्रहण गर्ने काम भयो। तर यसलाई अन्य पार्टीहरूले रातमा लगेर फलना ठाउँमा यसरी शपथ ग्रहण गरे, संविधान विपरीत गर्यो भनेर व्यापक प्रचारवादी गर्ने काम भयो। म कमरेडहरूलाई के भन्छु भने अहिलेको अवस्थामा हामी कुर्सीको लागि, पदको लागि होइन, हामी नेपाली काङ्ग्रेसले दिएकै हो, हामी दिन नै चाहिरहेको। तर योभन्दा पहिले पनि 3 दिन जनकपुरमा बसेर देशी विदेशीहरू बसेर जनमतको मान्छेलाई यता सपोर्ट गरायो। यस पटक पनि त्यहाँ देशी विदेशीहरू सब बसेर काङ्ग्रेस र एमालेहरूलाई कसरी फोड्ने भनेर त्यहाँतिर लाग्यो। हाम्रो पार्टी अध्यक्षले कङ्ग्रेससँग काठमाडौँमा टेलिफोन वार्ता गर्नुभएको छ र बसेर
हामी छलफल गर्छौँ भनेको छ। हामी चाहन्छौँ अहिलेको विशेष परिस्थितिमा संविधानलाई कानुनलाई टेकेर जानुपर्छ, पदभन्दा पनि सबै पार्टीहरूलाई सम्झेर जानुपर्छ भन्ने पक्षमा हामी हो। अन्तमा सबै कमरेडहरूलाई म के आग्रह गर्छु भने अहिले हामी अत्यन्त कठिन परिस्थितिमा छौँ। अब महाधिवेशनमा प्रतिनिधिको छनौटको कुरा छ। तपाईहरुलाई म आग्रह गर्छु भने यी महाधिवेशनमा जुन दलितहरूको एउटा